हेलो एभ्रिवान, नमस्ते भन्ने फेरि पनि मेरो च्यानलमा। अनि म चाहिँ के भन्न आएको भन्नु चाहिँ नि आज चाहिँ मेरोसँग एउटा घटना भयो। के घटना भयो भन्दा चाहिँ हेर्नु मेरो हात देख्नुहुँदैछ, आफै हुन्छ। एनिवेज के घटना भयो भन्दा चाहिँ नि मैले चाहिँ एकजना नेपाली केटी भेटेँ। अनि ऊ चाहिँ दार्जिलिङ सिलगढीबाट अरे आई डोन्ट नो सिलगढीबाट हो कि दार्जिलिङबाट हो, तर सिलगढीबाट भन्यो। म दार्जिलिङ सिलगढीबाट हो भने अनि मैले पनि भने म पनि दार्जिलिङकै हो, म पनि सिलगढीमै काम गर्थे हैन, त्यहाँबाट म यहाँ आएको भने। के भन्नु भन्दा बोल्दै गए अनि उसले भन्यो मेरो रुममेटमा 2 जना नेपाली छ, तर मलाई नेपाली बोल्नु आउँदैन भने। म त छक्कै परे। अरे यार, मसँग नेपालीमा बोल्दैछ र उसले भन्दैछ कि मलाई नेपाली बोल्नु आउँदैन। अनि उसले भन्छ म त भर्खर सिक्दैछु नेपाली बोल्नु, तर मेरो रुममा 2 जना छ कि नेपालको नेपालीहरू, उनीहरूले सिकाउँदैछ, म त हिन्दी मात्रै बोल्छु नि भन्छ। आई वाज सक्ड के भनेको अलिक यस्तो गएको जस्तो लाग्यो, सरी। तर अब तपाईहरु सोच्नुहोस् न, अब म नेपालीबाट बोल्दैछु तपाईसँग, फेरि मलाई त नेपाली बोल्न आउँदैन, म त सिक्दैछु भन्दा कस्तो सुन्छ भन्नुहोस् त तपाईहरु। अनि म त छक्कै परे र मैले उसलाई केही भनिन, अगाडिबाट तिमी नेपालीबाट बोल्दैछौ पनि भनिन। अनि बसे, बात मारे, नेपालीबाटै बात मारे हैन। सेम अकोमोडेसन हो, म 5th फ्लोरमा हो, ऊ 8th फ्लोरमा हो। अनि मैले भने कुन चाहिँ फ्लोरमा छौ तिमी भन्दा उसले म 8th फ्लोरमा छु भने। कन्भर्सेसन नेपालीबाटै हुँदैछ, तर उसलाई नेपाली बोल्नु आउँदैन अरे। सकिङ भएन? म त छक्कै परे। अजीब खालके मान्छेहरू छ।